नमस्कार साथीहरू। आज सङ्गठित संस्था अपराधिक तर्फ सहायक स्तर प्रथम श्रेणी वा सोसरह, सहायक स्तर द्वितीय श्रेणी वा सोसरह पदको पूर्वयोग्यता परीक्षाको विज्ञापन गरेको छ। 2000 प्रकाशन मिति छ 2083 साल 4 महिना 6 गते प्रकाशन गरेको छ। विज्ञापन प्रकाशन गरेको छ है। पूर्वयोग्यताका लागि जुन हामीले सङ्गठित संस्थाको इक्जाम दिनुभन्दा जो मूल परीक्षा दिनुभन्दा अगाडि हामीलाई पूर्वयोग्यताको प्रमाणपत्र आवश्यक हुन्छ। त्यसैले आज विज्ञापन भएको छ, पूर्वयोग्यताको विज्ञापन भएको छ। अपराधिक तर्फ सहायक स्तर 5औं र सहायक स्तर 4थो तहको। यसमा कस्तो छ भनेपछि साथीहरू, हजुरहरूले 5औं को अपराधिक तर्फ सहायक स्तर 5औं प्रथम श्रेणी वा सोसरह 5औं तहको पूर्वयोग्यता पास गरेर 5औं तहको डकुमेन्ट पाउनुभयो भने सक्नुहुन्छ, निकाल्नुहुन्छ भने 4थो तह द्वितीय श्रेणीको सहायक स्तरको पूर्वयोग्यता परीक्षा दिनु पर्दैन र आवश्यक पनि पर्दैन। 5औं को भएपछि हजुरहरूले 4थो को मूल परीक्षा दिन पाउनुहुन्छ। यसमा भनेको छ, सूचना गरेको छ विज्ञापन नम्बर 101.083/84 सहायक स्तर प्रथम श्रेणी नायब सुब्बा वा सोसरहको 5औं तह भनेको छ। अब यसको परीक्षा मिति तोकेको छ। परीक्षा मिति छ हाम्रो पूर्वयोग्यता परीक्षा मिति सञ्चालन हुने 2083 असोज 3 गते 2 बजे 5औं तहको हुनेछ भने 4 गते खरिदार वा सोसरह 4थो तहको इक्जाम 4 गते दिउँसो 2 बजे हुनेछ। असोजको 4 गते 3 गते र 4 गते छ है इक्जाम। अनि त्यसपछि फर्म भर्न सक्नुहुन्छ। लिखित परीक्षा हुनेछ। परीक्षाको किसिम लिखित भनेको छ। न्यूनतम योग्यता भनेको चाहिँ सहायक स्तर प्रथम श्रेणी नायब सुब्बा सोसरहको लागि चाहिँ +2 मान्यता प्राप्त संस्थाबाट +2 पास गरेको हुनुपर्छ। 10 जोड 2 या सोसरह उत्तीर्ण भनेको छ, यो चाहिँ +2 पास गरेको हुनुपर्छ। सहायक स्तर द्वितीय श्रेणी खरिदार वा सोसरहको लागि चाहिँ एसई +2 पर्दैन, एसई पास भए पुग्छ। त्यसैले हजुरहरूले दुईटै भर्न सक्नुहुन्छ। +2 पास गर्नुभएको छ भने 5औं को पनि भर्न सक्नुहुन्छ, 4थो पनि भर्न सक्नुहुन्छ। त्यसपछि नोटमा दिएको छ हेर्नुहोस् है। ग्रेडिङ प्रणाली लागू भए पश्चात एसएलसी वा सोसरह परीक्षा उत्तीर्ण गर्ने उम्मेदवारले जिपिएको हकमा 2 वा सोभन्दा माथिको ग्रेड पोइन्ट प्राप्त गरेको हुनुपर्छ। हजुरहरूको 1.9 छ भने पनि त्यो चाहिँ मान्ने हुँदैन, त्यसैले 2 भन्दा माथि जिपी आयो हुनुपर्छ। 2 पोइन्ट भन्दा माथि जिपी आएको हुनुपर्छ हजुरहरूको। अनि परीक्षा केन्द्र छ, हजुरहरूले आफूलाई पाएको पर्ने स्थान जुनसुकै पनि कार्यालयबाट भर्न मिल्ने व्यवस्था गरेको छ। त्यसमध्ये आयोगका मातहतका परीक्षा सञ्चालन गर्ने कार्यालयहरू छन्। हेर्नुहोस् है, कार्यालयहरू हजुरहरूले जुन ठाउँदेखि सहज हुन्छ त्यस ठाउँदेखि फर्म भर्न सकिन्छ। यहाँ कार्यालयहरू दिएको छ। कार्यालयमा छन् इलाम, धनकुटा, खोटाङ, जलेश्वर, हेटौँडा, काठमाडौँ, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल, महेन्द्रनगर। यिनीहरूमध्ये जुनसुकै कार्यालयबाट पनि हजुरहरूले फर्म भरेर फारम बुझाएर अनलाइनदेखि फारम भर्न सकिन्छ। त्यो बुझाउन सक्नुहुन्छ। जुन आफूलाई पाएको पर्छ, जुन ठाउँमा नजिक पर्छ, परीक्षा केन्द्रमा चाहिँ जुन ठाउँमा नजिक पर्छ आफूलाई यसमा भर्न मिल्छ है परीक्षा केन्द्र। त्यसपछि परीक्षाको दरखास्त दस्तुर रहेको छ। परीक्षाको दरखास्त दस्तुर 5औं तहको लागि चाहिँ 300 लाग्छ, 5औं तहको लागि 300 लाग्छ, 4थो तहको लागि 200 लाग्छ। त्यसपछि दरखास्त दिने मिति छ हेर्नुहोस्। मिति छ 4 महिना 6 गते साउन 26 गतेसम्म र दोब्बर दस्तुर भनेको 1 हप्ता जति हुन्छ, 5 महिना 2 गतेसम्म छ फारम भर्ने मिति। अनि उमेर हद चाहिँ 2083 4 महिना 18 वर्ष उमेर भएर पुरा भएर 35 वर्ष पुरुषको र महिलाको हकमा चाहिँ 40 वर्ष नआएको हुनुपर्छ। त्यसपछि दरखास्त बुझाउन चाहिँ अनलाइनबाट सकिन्छ। दरखास्त अनलाइनबाट हामीहरूले फेस गर्न सक्छौँ। अनि यहाँ देख्न सक्नुहुन्छ सबै छ। दरखास्त पेश गर्नुपर्ने ध्यान दिनुपर्ने कुराहरू विभिन्न दिएको छ, यो पढ्नु होला। यति नै हो मुख्य कुरा भनेको। अपराधिक तर्फ सङ्गठित संस्थाको 5औं र 4थो तहको विज्ञापन गरेको छ। यसको विज्ञापनको मिति चाहिँ 6 गते छ। त्यसपछि फर्म भर्ने मिति चाहिँ
26 गतेसम्म छ साउनको। परीक्षा मिति चाहिँ असोजको 3 गते र 4 गते छ है त।